आजको खेताला चाहिँ साथीहरू यहाँ यस्तो जिनिस आएको छ खेतालालाई खुवाउनुलाई। काले आज कालेको बलि चढ्छ कि क्या हो? चढ्दैन, कहाँ चढ्छ गाडीको अर्काको। हामी दुई बहिनी चाहिँ भेट भएर हिँड्यो साथीहरू। लु अहिले चाहिँ बाटोमा फेरि अर्को सानो मान्छेसँग भेट भयो। श्रेया श्रेया यता हेर्नु त, हाई गर्नु त, यता हाई गर्नु त, हाई गर्नु न। हाई खोइ हाई गरेको, बाई बाई हाई गरिदिनु नि त, नगर्नु नि। गुड हो र सानो मान्छे यसरी टुकुल 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 हिँडेको। आइसिया कुद्नु कुद्नु ल छिटो। यहाँ बाख्रा छ साथीहरू, छ तोते। दोस्रो नमुना यहाँ चाहिँ खेतला बट्लिँदै बट्लिँदै हिँडेको हामी चाहिँ। सन्तोषी बोका हामी चाहिँ हाम्रो गन्तव्यसम्म आइपुग्यौँ है साथीहरू। के भनेको अरे कसले? के बोल्या हो नवीन? के बोल्या? तिमी त 10 बजे आउँछौ हाम्रोमा खेतला, हामी त छिटो पो आइदिएको त। अनि घाँस चार्दैछ हाम्रो भान्जाले चाहिँ। यतिको रुख हामी चाहिँ चढ्नु सक्यो। म झन्डै गएको थिएँ हिमालमा गएर। ल साथीहरू हामीदेखि बिहानदेखिको गोड्दा गोड्दा दिउँसो भइसक्यो। गोडेको गोडैछौँ, घामले पोलेर खैरानी। यहाँ चाहिँ हाम्रो कपडा बिक्री गर्ने भैयाहरू आउनु भएको रहेछ है। भैया त डान्सिङ पनि गरिदिनु हुँदो रहेछ है साथीहरू। लु हेर्नु, सबैजना त्यता गए, हामीलाई पो छोडिदियो त यार यो मेलो। मलाई गर्न आउन पहिले, अनि हेर्नुपर्छ क्या। भैयाहरू नखोलिदिनु, यिनीहरूले किन्ने मान्छे चाहिँ हामी हो नि, तिनीहरू त होइन, हेर्ने मात्रै हो। लु यहाँ काम मात्रै बिच छ। यति सक्यो, 1-2 कोदाल 1-2 कोदाल। पुरानो बात हामीले बिहानदेखि भिडियो बनाइराखेको छ। ए हुन्छ हुन्छ, भेट लगाएर धुरा फेरि बेच्नु ल्याउँछ। ठिक रहेछ। तपाईँहरू हिन्दी भाषा बुझ्दैन हो? हामी बङ्ग्लिस बुझ्छ। बङ्गाली भाषा बङ्ग्लिस भनेको केही न केही बङ्गाल भाषा एउटा खुट्टै छैन। डबल खुट्टा कसरी पसाउँछ? मान्छेले लाउँदाखेरि हतारमा एउटा खुट्टा पस्छ। दुईटै खुट्टा एउटामा हाल्दा पनि अट्छ क्या, ठुलै साइज हो। मलाई तन्न तपाईँ लाग्छ र जस्तै होइन। राख्ने हो मेरो अलि राम्रो भनेको यो भन्दा। उदाहरण दिन्छ नि। ल भाइरल तन्न हो, ल राम्रो भाइरल जटै पनि हो।
खोइ त्यो के हो हेरौँ त ट्र्याक यता खेल्नु त हेर्ने हो नि हेर्नुले आएन हैन चना हेर न टाढोबाट आएको यति टाढोबाट आएको त्यो त भोग्नु त गर्छ चारवटा रे 25 सानो बेडलाई 4वटा ल ठुलो बेडलाई 4वटा हुन्छ भने अघि नै भने छोटो छोटो भनेर 4 फिट 4 फिटको खाटमा को सुत्छ हौ त्यही त तपाईको निसी डाउने भन्छ बाथरुममा लग सुताउनु यो जे ठुलो बेडलाई त एउटा हुन्छ हैन तिनटा हुन्छ के यो खैयाले खोइ एकचोटी खतरा हुन्छ यो जोडीलाई चाहिँ कसरी हो त भैया जोडीको साथै हुन्छ कहाँ यो चाहिँ चार भने तीनटा चाहिँ हुन्छ यो उ त्यो हैन अनि त्यहाँदेखि अर्को उसले राखेको हामीले 500 3 500 मा हो यहाँ सेम कलर हामी 500 मा दिँदा हुन अनि तपाईँ त जोडीको 700 भन्नु भइरहेछ राम्रो खाले चाहिँ बोकेर ल्याएको त्यो गाडीमा आयो होला मिलाउनु त कति न पानी चाहिँ मन्दिर राम्रो त्यो बेड कभर मिलाएर भन न मिलाएर भन्नु 500 हो 2200 देऊ 500 हो आहाहा 1000 चाहिँ राख्ने हाल्ने हो ए त 1000 पनि पर्दैन यार हजार त भाइ बिहानदेखि भनेको अरु बोले 6वटा हेर्नु त 1000 रुपैयाँ ल्याएको घुरिममा अनि 700 हो भने छोडिदिहाल्नु हजार यति बिहानदेखि भनेको सोध न मैले तपाईँ नपत्या भने दुईटा हुन्छ क्या जबरदस्ती टेबलको थियो तीनटा हुन्छ तीनटा त लो बेडको हुन्छ ए नसिकाउनु अहिले हाम्रो खालको बेडमा हुँदैन नि त खाट छ क्या अहिले डबल बेड ठुलो छैन तपाईँ भन्दा हल्का ठुलो छ यो साइजको त खाटै छैन यो भन्दा ठुलो अरे ल 1000 मा छोडिदिनु होइन त्यो तीनटा आउने खाले होइन यो खोल हेर्नु फाल्टो यो फेरि ठुलो छ हेर्दा त राम्रै हुन्छ के हैन फेरि आउने हैन फेरि अर्कोचोटि आउँदा पुरी त भयो अहिले भयो भिडियो नम्बर कति बनाउँदै रहेछ गलारी चाउरी परेको छैन अर्को पुरी भयो गुल्किने भने हैन म गए त खतरा देखाएको छ गोडे त अलिक गर्नु न किन हात गर्नु इन्फिनिक्स तपाईँ यार नाकुरा गर्नु न यार 16000 को खतरा थियो इन्फिनिक्स पैसा 1000 रुपैयाँ मात्र नपुगेर किन दिने नत्र हामीले किनेको हो नि ए हामी त चिसो पनि त खान दिन्छ त गर्मीमा आइहालेछ हाफ काँधमा हालेर 1000 रुपैयाँ दिनु 1000 रुपैयाँ कति लो 11 होइन तपाईँ लिन दिन 15 दिन 1500 त लु एकैचोटि 1000 भयो क्या यो 700 हो खासमा के गरे झुल हेरौँ त झुल कति यो त्यही हो क्या 1000 के 1000 उयो त खोइ ल्याउँ त 1000 मा देख्यौँ खोइ हाम्रो अगाडि बातसात नभन्नु न यार सिरियसली तपाईहरुले बोलेको भाषा फेरि हामी बुझ्छौँ नि त्यही भनेको बुझेर के हो त्यही त मिसाइ राख्नु भएको ए यो त सानो छ यति भनिछ भन्नु ए यो त सानो हाडलाई भनेर हेलो नरिसाउनु ए यो बच्चाहरुलाई हुन्छ तपाईँले टी-सर्ट लिनु भयो हैन जोडी लानु भयो टी-सर्ट त निकाल्नु भयो है
दुईटाको बाटो एउटा मात्र गाडी खोले पनि सबै छडिहाल्छ यहाँ एउटा राखे पनि 500 त के हो 500 200 300 को झुला 500 हालेर 150 मा पाउँछ यो सानो खालको अनि उ त्यो पिङ्क कलरको चाहिँ ठुलो खालको हो त्यो पिङ्क खालको हुन्छ नि राम्रो भन्नाहरु यता यता पनि रोछ नि त कसको हो उताको उताको त्यो बुढो मान्छेको नलानी पो कति पो लान्छ कति त के 300 भन्नु 300 मा आउँदैन 300 ल 200 भन्दैन नि साथीहरु हावा ताल ब्ल्याक अब त्यो तन्नाको मिलाउ न यही हो कति ल 11,000 1500 त 1500 हजार हो यार 1100 बनाएर दिएन हामीले 1000 रुपैयाँ आइसक्यो फे तपाईहरु बढाउँदा नहोस् ठीक छ त नराख्नु न के बोक्नु 1100 मा आउँछ त कति थप्ने 1100 भन्दा कति थप्ने त ओ कति थप्ने र ओ किन्ने मान्छे 1100 भन्दा कति हजार ल्याउला पैसा ल्याउनको छ हैन के हो कि कपडा किन्ने भनेर उ गरेर बोके हो कि हजार मैले बोक्नु दिएको छु यसमा 300 मिलाएर कति 1100 भन्दा कति थप्नु ओ 11,000 कति थप्ने कति 50 रुपैयाँ थप्दिउँला यार के कुरा गरे यार दे न लु ए 1050 दिनु अब 1050 भने मैले 50 रुपैयाँ थपिदिन्छु 1000 मा भने आउनु ल भने होइन हात 1350 होइन ओइ दिनु न 1350 होइन झुलको कुरा भइसक्यो के तपाईहरु 50 रुपैयाँ त यता रोदा फरक हुन्छ अनि लिएरै जानु भने यो तपाईको साला हो 1100 भने थियो मैले झन् 1050 मा राखिदिए हैन अहिले जाने बेलासम्म मिल्छ के 1000 मा खाजा रोटी खुवाउनु पर्छ खुवाउने भन्दै थिए हामी रोटी नसक्दिनु यता मासु चिउरा खाँदैन के दोपहरमा आज उ छ क्या आज मान्छे मरेछ त्यही भएर मासु काट्नु हुँदैन जुठो परेछ क्या पुरानो खुब लगाएको छ पनि उयो हो त साउजी हो त ढोङ त लाग्यो ब्रोइलरको साउजी जे भन्दा नि हुन्छ यस्तो खालको ठुलो साइजबाट चाहिँ छैन हैन नि त्यसो हाल्नु मासुले निकाल्दा चाहिँ हेर्दैन राम्रो भइहाल्छ बन्द गर्दै नयाँ राम्रो पनि वन्नी माथिबाट मच्छरले खान्छ काम गर्नु खेत लगाएको मान्छे होइन यस्तो पो किनाइछ भने यसलाई टक्क व्यवस्था भयो होइन सिरानीको खोले कतिवटा हुन्छ सिरानीको खोल नत्र भाइ साइज त 4 वटाको दे पैसा दिइहाल्थ्यो सुत्ता निद्रा आउँछ कि मकै गोडाइमा त यस्तो हुँदैछ है साथीहरू अहिले सुत्ने बुढाबुढी झोल तपाईले बुवा सिरानीको खोल देखाउनु न भैया ओ साउजर यो पैसा दिएपछि पठाउनु पर्छ आएन यो कति 40 रुपैयाँको हो राखे जस्तो राखे उसको जोडी राखे त इच्छा छ भने राखे त फुटिन भने त्यो राख्नु त छोड्दिनु टाउनु अब त्यो तर यो यस्तो होइन नि राखे त अघि राखेको सुन टाँसेको थियो कोले राख हजुरले राखेन नि त तल आज हो र हजुरलाई फोकनमा ठगेर आयो नि टमाटर लालले सेउ के थाहा मलाई थाहा छैन म त अगाडि मेरै हजुरलाई ठगेर आएर यहाँ 100 रुपैयाँ गोटा भन्ने नि अनि तपाईँ थिएन ठग्नु बेलामा म थिएन लुगा राख्यो भात खायो एकछिन 3 घण्टा बसेर भात पनि खायो भनेपछि यो
भातको चाहिँ के पैसा दिनुभयो लु पैसा दिएर भात खान्छ अनि फेरि अन्त हामीलाई त यहाँबाट त उता गएपछि त पैसा तिरेर भात खान्छ त तपाईँको घरमा गयो भने फेरि तपाईँको नातो गोता छैन हाम्रो त सबै नातै गोता हो यो सोझो हो पाएको छैन त्यो निस्किँदैन यसो हाले पनि निस्किँदैन गइसक्यो अहिले यत्रो त ठुलो भइसक्यो यो हाल्ने सजिलो हो राम्रो जोडीको 450 छ नि राम्रो भएन हुन्छ यो यो सबै एउटै हो यो मुला त्यस 150 रुपियाँ जोडी हो 100 रुपियाँ गोटा राख दुईटाको 150 क्या के कुरा गर्नु जोडीको 450 खाले हो के फुर्ती नआउनु फुर्ती नला हुन्छ अर्कोचोटि कसले हाम्रो रेकर्ड यहाँ सुन्नु न यहाँ सुन्नु न एकछिन अब यो तपाईँलाई दुईटालाई 150 नदिने होइन अनि अर्कोचोटि कसले किनिदिन्छ त आयो तपाईँले किन्छ झन् त थपेर आउँछ 150 मा छोडिदिनु अरूचोटि किन्छ अरूले नभए त यो नआजे त भुइँकै हुन्छ होइन कन्ना त भाइरलै हुन्छ मान्छे त भाइरल हुन्छ सिलाइ पनि उठ्दैन त दिएको भात फ्रीमा खाना लाग्छ के को भातको कुरा गरे हौ यो 50,000 को मेसिन सिलाएछ यो 50,000 ठुलो मेसिन चुकी मेसिन सिलाएछ 50,000 को 10,000 को मेसिन को भैलु 50,000 को मेसिन सिलाउँदा भैलु छैन आउनु ल फ्रीमा सिलाइदा हुन्छ हामीले हाम्रो मेसिन छ आउनु फ्रीमा सिलाइदिन्छु के च्यातेर लाउँछौँ मेसिन त हाम्रो पनि घरमा छ च्याते पनि घरमा लगेर सिलाउँछ 100 रुपियाँ घाटा लाग्छ के यिनीहरू 100 रुपियाँ आउँदैन यो कसले लानु 150 दिएर लगिहाल्नु लाने यो 150 लानु त्यो 150 रुपियाँ दिनु लगिहाल्नु यो साउजीले जे पनि होइन त्यो नहुने कामै नगर्नु 200 भन्दा थपेर दिनुपर्छ कसैले पनि दिँदैनन् दिए 150 दिएर पठायो लुगा किनिसक्यो भने के सबै फिर्ता गरौँ लुगा गरौँ 1000 2000 राम्रो भयो पैसा पनि पाए लुगा पनि पाए लु जेको पैसा कति व्यापार गर्नु भएको बिहानदेखि सबै झिकेर राख्नु के नै त राख्छ कि कुन खोल होइन यो महँगो खोलो तपाईँले यो खोल चिन्नु भएन यो लोगै चिन्नु भएन तपाईँ 18 सम्म बेचेर आएछ कस्तो ब्ल्याङ्केटको खोलो यो कि सानो खोलो यो खोलेर हेर्नु न कत्रो ठुलो खोलो त्यो 200 रुपियाँ ऊ होला हौ यो पनि हैन 18 सम्म बेचेर आएछ खोले तपाईँ चिन्नु भएन त के यो यतिकै लायो भने कतिको फिटिङ हुन्छ तपाईँहरू केही लाउँदैन त्यतिकै बसेछ अनि उसलाई लुगा आफ्नो मन पर्ने जसलाई मन पर्ने त्यसलाई लायो फलानु लाउने जस्तो भनेर हुन्छ चित्त दुख्यो नि हाम्रो दोस्तीको है दुख्दैन होइन ठाउँको नाम पो ठुलो खालको ब्ल्याङ्केट के ए यस्तो त हामीसँगै छ के 200 कति 200 मा छोडिदिनु हो 200 मा छोडिदिनु हो 1800 रुपियाँ हाल्नु ठुलो खालको होइन योभन्दा पातलो आउँछ सानो आउँछ के ओछाउन यो ओर्ने राम्रो खालको त तातो 200 तपाईँ ना कुरा गर्ने भयो यार
एउटाको 35 छैन यो कोही खेले किन्दैन तपाईँले यत्रो भाउ गऱ्यो भने राइट होइन भाउ थोरै गरे भाउ मिल्यो भने लान्छ तपाईँले एकैचोटि 18 हुनु पर्यो नि 500 रुपियाँ ल अब खसीसँग साट्ने खसी त फेरि हाम्रो त चान्चुनी छैन जान्छ 40-50 मलाई भने भाइ पोहोरको साल 4 कि 5वटा ब्ल्याङ्केट बुढाले 2000 मा झ्याप्प 4वटा राख्यो लास्टमा गएर त 250 को ब्ल्याङ्केटलाई त्यही त यो लुगा हेर्नु कति राम्रो लुगा हो के एकदम यो हेर्नु त यो पनि राम्रो छ पातलो आउँछ के यो भन्दा पातलो एउटा सानो यो ओरिजिनल हो के ओरिजिनल हो ल ओरिजिनल कि उर्निनल भिडे हान्यो साँच्चै हान्यो अब नानीहरू चाहिँ नानीको हेरेको छैन नानीको हुँदैन सागर ए खैरे दादा खैरे लु लगिदिनु ल बोक्दिनु फर्स्टमै ठाडो लगा के त बाख्रा उडामा छोड्नु नानीले तपाईँ यो पट्याइदिनु पर्छ पट्याउनु पर्दैन ए तपाईँ इमान्दारी हुन्छ त्यही भएर झिक्दै लगा व्यापारी के काम त देखाउने पट्याउने राख्ने एउटा लाएर बस्नु त्यसलाई राम्रो देख्यो यो कलरले झन् राम्रो केटालाई के दिनु हजुर दिनु त पर्छ त नि उसकै घरमा आएर भात प्रसाद केटीलाई दिनुपर्छ केटालाई प्रसाद दिन्छ दिइसक्नु भयो त यसलाई यहाँ कसको फोन छ खोइ एकछिन यसो हेरौँ त यो त भिडियो त कहाँ फोटै खिचेर हेर्ने हो नि बढेकाबाट एउटा खिच्नु कस्तो देख्दो रहेछ फेसकटु खोलेर पकाउनु भने पो राम्रो फोटो आउँछ है केटो ठिक छ है केटो ठिक छ केटो ठिक छ केटीपट्टि आइ छैन है सिङ्गल हो क्या सिङ्गल यहाँ हेर्ने दर्शकहरू चाहिँ यति धेरै छन् है साथीहरू ठिक छैन त केटो ठिक छ होइन ल साथीहरू हामी चाहिँ खाजा खान थालेको पुरी तरकारी मिठो छ मैले बनाएको हो त मिठो छ तुलसी कताको चिनी पुरीमा चिनी हुनुपर्छ चिनी रे दिदी हाम्रो छ बहिनी हरे मिठो छ के चाहिन्छ भने अनि यता छ हाम्रो खाजा उता पछाडि टक्कलाई राजा खाजा पुरी र तरकारी मिठो छ मिठो बोर्डको पनि यस्तो खालको टक्क टक्क त्यो पनि बेच्न ल्याएको त्यो बेच्न ल्याउँदै हिराले अघि नै सिट काटेर गरेर बस्नु भयो भने मजुरको उठेर यहाँ पिरै नभएको कि हाम्रो घरमा के हो आउनु रोटी तपाईँसँग छ रोटी तपाईँसँग तरकारी मसँग तरकारी मसँग त्यो भिडियो के गरे है एउटै भिडियो त हाम्रो गोरु है साथीहरू गोरुले यस्तै जो छ माले हो छेउ छेउ अहिलेको नयाँ गोरु सक्दिनँ रे कहाँ टाउकोमा हाल न भन्छ टाउकोमा त फिलिली हुन्छ होला म काँधमै हाल्थेँ उ गरेर मैले अघि हालेको हो यस्तै चाहिँ हो क्या ठिक्कले हिँड्न मुला नकुद्न ए यसरी हुन्छ नि त
मकै जोगाएन है यो गोरुहरूले कस्तो लागिरहेको छ सुजन गोरु जोत्दाखेरि गोरु जोते आएको फिलिङ्स आएको छैन अलिक कुद्दैन गोरु पनि अब म इन्टरभ्यू गोरुको ल्याउन जान्छु माले एकछिन पर्खा त्यहाँ माले गोरु माइला गोरु नि हो यो बिच हिँड गोरु अलि नटेकिन् मकै गोरु गएर ढाड भाँच्चिन् खिच्ने हो कि झिँड्याइछ